महादेव। जय श्री राधे राधे राधे। गाई आज आज श्रावणको लास्ट सन्डे थियो। म र मेरो बाबु अहिले भर्खरै बेडा बाबाबाट आएर मन्दिरमा गुरुजीले मेरो आफै यति ठुलो चन्दन यतैसम्म लगाइदिनु भएको छ। खुसी लाग्यो। र बाबुले सुरुमा त जान्न भनिरहेको थियो होइन। अनि छोरी चाहिँ सन्चो थिएन कि, त्यही भएर छोरी गएन। छोरीलाई सन्चो भएको भए, जाने जस्तो भएको भए चाहिँ उसलाई हामी बिहानै गइहाल्ने थिएँ। बाबुको चाहिँ स्कुलमा म्याच चलिरहेको थियो। उसले साँझ जाउँलामा आऊ भन्यो। अनि साँझ पनि फाइनल छ नाइ भन्दै मन्दिर जान ऊ धेरै खुसी हुन्छ, तर म्याच चलिरहेको थियो। फेरि पनि मसित जसरी पनि गइदियो के। अनि गएर अहिले भर्खरै आएँ। अनि म त्यही के भन्न चाहन्छु भने, बेडा बाबा यति ठुलो पवित्र धाम हो गाई, जहाँ साक्षात् शिव बाबा हुन्छ भनिन्छ नि, त्यस्तै सोच्नु होला। हजुरहरू पनि सबै एकचोटि बेडा बाबा दर्शन गर्न आउनु होला। यति शान्त, यति पवित्र, यति ह्याप्पी मन हुन्छ त्यहाँ गएपछि। बाबाको यति धेरै एनर्जी, कृपाहरू हामीलाई मिल्छ। त्यहाँ धेरै टाढा टाढाबाट पनि भक्तालु श्रद्धालुहरू दर्शन गर्न आउँछन्। र आज त यस्तो राम्रो भयो नि, त्यहाँनिर म ठिक्क पुगेर अब पूजा सिभाएर अझै अब एकछिन फोटोसोटो खिच्ला भन्दाखेरि अनि गेटबाट यति ठुलो कावड ल्याएर ग्रुपहरू आयो के, बेडा बाबाको जय, शिव बाबाको जय, हर हर महादेव भन्दै। अनि त्यसैमा हामी पनि अलिकति बेरसम्म सामेल भयौँ। बेडा बाबाको जय भनेर भगवान्को जयकारा गर्दै हिँड्यौँ त्यो ग्रुपसँग। यति खुसी लाग्यो। र अहिले भर्खर घरमा आएँ। घरमा पनि दियोबत्ती गरेर अनि मैले हजुरहरूले खुसी सेयर गरेँ। र खुसीको साथै पवित्र धाम हो र हजुरहरू पनि, म पहिलो सोमबार पनि गएँ र पहिलो सोमबार चाहिँ मेरो हस्बेन्डसँग, मेरो श्रीमानजीसँग गएको थिएँ। अहिले चाहिँ म बाबुले लगेर गएँ। र हजुरहरू पनि जसरी पनि त्यहाँ आउनु होला भन्नको लागि हो। र थ्याङ्क यू सो मच